हेलो जयमसी र हामी भने हाइडलमा छु र हाइडलबाट चाहिँ भुटान एकदमै नजिक छ। मेरो पछाडि देख्न सक्नुहुन्छ भुटान है, इन्टरनेसनल बोर्डर भुटान। र हामी यस कुरालाई चाहिँ टुक्क निकाल्न लागिरहेका छौँ है। बेलुकी 4 बज्न आँट्यो र टुरिस्टहरू धेरै नै फर्किरहेका छन् है। हाम्रो फर्स्टमा पनि लाग्यो जस्तो लाग्यो है। यो माथि चाहिँ मजाले घाम, बेलुकी घाम छ। यता चाहिँ 2 नम्बर जाने बाटो पर्यो अनि यो हाइडल एरिया भयो भने यमुनी जलढका रिभर, यो रिभर जलढका। रिभर जलढकादेखि जति पनि यहाँ देख्नुहुँदैछ नि पारिपट्टि यो सबै भुटान पर्यो। हामी हातले ढुङ्गा फ्याँक्दाखेरि त्यहाँ पुग्छ। अन्त यो चाहिँ पर्यो तपाईँको हेर्नुहोस् है रिभर, र यहाँको माछा एकदमै मिठो छ। लु हेर्नुहोस् यो सबै भुटान पर्यो, भुटान 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 हेर्नुहोस् है। यो सबै टुरिस्ट गाडीहरू जाँदैछ। वाउ, यता आज त निकै नै गाडी आयो त। हेर्नुहोस् है यो चाहिँ जलढकाको रोडमा छौँ हामी र यो चाहिँ मेन रोड हो। र तपाईँहरू देख्नुभयो यो चाहिँ पर्यो जलढका रिभर, जलढकाको अगाडि इन्टरनेसनल बोर्डर भुटानसँग हामी यस समय उभिरहेका छौँ। र तपाईँहरूले यो दृश्य अहिले क्रिस एन्जल भ्लग्सबाट हेर्नु हुँदैछ। कृपया तपाईँहरू सब्सक्राइब गरिदिनु होला यस च्यानललाई पनि है। त्यसमा म यस्तै नेचरल कुराहरूलाई मात्रै ल्याउने छु। यो छोटो भ्लगलाई म यतिमै आज बन्द गर्न लागिरहेको छु। बाँकी कुराहरू फेरि पनि हामी अर्को नेक्स्ट भ्लगमा हामी तपाईँसँग साझा गर्नेछौँ। अब भने हामी लाग्नेछौँ अगाडि हाम्रो गन्तव्यतर्फ। फेरि हामी यहाँ केही छन्ला छु, त्यसले गर्दाखेरि हामी अब यहाँ फेरि लाग्नेछौँ। ल फेरि भेटौँला, सबैले सब्सक्राइब गरिदिनु होला।